बढ्दो गर्मी सँगसँगै केही रिफ्रेशिङ ड्रिङ्क्स बनाएर पिउन त कसलाई मन लाग्दैन होला र। आउनुहोस् आज हामी पाकेको आँपबाट एकदमै सजिलो तरिकामा बिना कुनै तामझाम रिफ्रेशिङ ड्रिङ्क बनाएर घरमै पिउँ। हाम्रोतिर चाहिँ एकदमै धेरै गर्मी बढिसकेको छ। आज त 42 डिग्री पुगिसकेको रहेछ। अनि काम विशेषले म चाहिँ चोकसम्म निस्किएको थिएँ। आँप चाहिँ बेच्दै ल्याउनु भएको रहेछ क्या त्यहाँनेरि, घरमै पकाएको आँप, लोकल आँप। अनि मैले चाहिँ सिजनको पहिलो आँप लिएर आएँ चोकबाट। एकदम धेरै गर्मी भयो मलाई चोकसम्म पुगेर आउँदा पनि। एकदम धेरै गर्मी छ। अब यस्तो धेरै गर्मीबाट आइसके पछाडि त केही रिफ्रेशिङ त बनाएर खानै पर्यो हैन, गर्मी झेल्नको लागि त। अनि मैले चाहिँ यस्तो आँप लिएर आएको छु क्या। यो चाहिँ विषादी युक्त आँप हो, हेर्दै पनि चिनिन्छ है, घरमै पकाएको। यो चाहिँ लोकल सानो सानो साइजको आँप ल्याएको छु। अनि यसबाट चाहिँ आज म एउटा रिफ्रेशिङ ड्रिङ्क बनाउने छु एकदम सजिलो तरिकामा, बिना कुनै तामझाम। अनि मैले चाहिँ यहाँ 5 वटा जति आँपलाई निकाले। हजुरहरूले आवश्यकता अनुसार लिन सक्नुहुन्छ। अनि यो आँपलाई चाहिँ सुरुमा मजाले पखाल्ने, यसको चोप चाहिँ सबै फ्याल्नुपर्छ नि त। मजाले पखालेर यो पानी चाहिँ फाल्ने छु। अनि यसरी आँप चाहिँ सफा गरिसके पछाडि चाहिँ अब यो आँपको चाहिँ हामी सबै छिल्कालाई निकालौँ। यसको बोक्रा चाहिँ मजाले तास्नुपर्छ हामीले चाहिँ। यो चाहिँ हाम्रो सिजनको, यो अहिलेको यो सिजनको चाहिँ पहिलो आँप हो हामीले पाकेको आँप खान लागेको है। योभन्दा अगाडि चाहिँ हाम्रो एरियातिर चाहिँ पाकेको आँप आएको थिएन, अब चाहिँ आउन थालेको छ। विषादी हालेको त थुप्रै पाइन्थ्यो र पनि यो चाहिँ एकदम फ्रेसै भनौँ न, त्यस्तो खालको आँप हो। अनि अब यो आँपको चाहिँ सबै सुरुमा मजाले बोक्रा तास्ने। यो चाहिँ एकदम मजाले निस्किन्छ क्या, हातले नै बोक्रा यसरी निस्किन्छ। हजुरहरूले देख्न सक्नुहुन्छ कस्तो मजाले हातले नै बोक्रा निस्किन्छ। यो चाहिँ सानो सानो साइजको आँप हो। यो चाहिँ ठुलो एकदमै पल्पी धेरै पल्प भएको आँप होइन, यो चाहिँ एकदम सानो सानो साइजको आँप हो, लोकल आँप। अनि यसरी नै यसको चाहिँ हातबाट मजाले निस्किन्छ बोक्रा। सबै आँपको चाहिँ यसरी बोक्रा तासेर हामी यसलाई सफा गरौँ। आँपबाट चाहिँ थुप्रै किसिमको भेराइटिजहरू बनाउन सकिन्छ है, जुसहरू, फ्रुटीहरू घरमै बनाएर यत्तिकै खाँदा पनि मिठो हुन्छ। र पनि अब गर्मीमा वहाँदेखि आएको भएर मलाई चाहिँ केही रिफ्रेशिङ खान मन लागेको हो। अनि यसरी नै सबै आँपको चाहिँ बोक्रा तासिसकेपछि चाहिँ मैले सबै तासेर भ्याइसकेँ। अनि अब यसको चाहिँ हामीले पल्प निकाल्नुपर्छ। एकचोटि हात चाहिँ मजाले सफा गरेर यसको पल्प म निकाल्दैछु। भिडियोमा देखाए जसरी नै यसरी कट गर्दै म चाहिँ यसलाई क्युबमा यसरी कट गर्छु। अनि यसको चाहिँ पल्प निकाल्छु। हजुरहरूले यसरी नै काट्नुपर्छ भन्ने चाहिँ छैन, जसरी काटे नै हुन्छ, जसरी गरे नै हुन्छ। कुरा यति हो कि यसको चाहिँ भित्रको पल्प चाहिँ निकाल्नु पर्यो। यही पल्पबाट चाहिँ हामी ड्रिङ्क बनाउँछौँ आज। यति गर्मी बढेको छ साथीहरू है, केही काम गर्न पनि मन लाग्दैन, केही गर्न पनि खान पनि मन लाग्दैन। एकदम चिसो चिसो कुराहरू पिउन मन लाग्छ, चिसो चिसो कुराहरू मात्रै खान मन लाग्छ, अझै पिउने कुराहरू खान मन लाग्छ क्या मलाई चाहिँ यस्तो बेलामा। 42 डिग्री पुगेको छ हाम्रोतिर चाहिँ, हजुरहरूकोतिर कति पुगेको छ कमेन्ट गर्नु होला। अनि अहिले नै यस्तो छ क्या, पछि भदौहरूको जस्तै छ, एकदम धेरै छ। अनि यो सबै आँपको चाहिँ यसरी नै पल्प निकाल्छु। यसरी निकाल्दा चाहिँ एकदम सजिलो लाग्छ। मोटो मोटो आँप छ भने चाहिँ हजुरहरूले बोक्रैसँग पनि त्यसलाई कट गरेर चम्चीको सहायताले पल्प निकाल्न सक्नुहुन्छ, जसरी निकाल्दा पनि भयो। अनि सबै पल्पहरू चाहिँ निकालिसकेपछि चाहिँ यसको चाहिँ कुया चाहिँ साइड लगाइदिनु होला। यसलाई चाहिँ हजुरहरूले यो कुया चाहिँ नफाल्दा पनि हुन्छ। एकदम धेरै पल्पी भएको आँप छ भने चाहिँ यसको कोयालाई चुसेर खान पनि सक्नुहुन्छ हजुरहरूले। मैले चाहिँ सबै पल्प जति निकालिसकेँ, हजुरहरूले देख्न सक्नुहुन्छ। ल हेर्नुहोस् कस्तो मजाले निस्केको छ क्या यो। अनि यो कोयालाई चाहिँ म लास्टमा चुसेर खानेछु है। हजुरहरूलाई मनपर्छ भने खानु होला, नभए चाहिँ साइड लगाइदिनु होला सबै। अनि एउटा मिक्सचर ग्राइन्डर लिएको छु मैले चाहिँ। अनि यसमा चाहिँ हजुरहरूले कति ड्रिङ्क बनाउने हो त्यसरी नै आवश्यकता अनुसार आँपको पल्प राख्नु होला। अलिकति पल्प चाहिँ मैले बचाएर राखेको छु, लास्टमा म युज गर्नेछु। अब आँपको पल्प चाहिँ राखिसकेपछि यसमा चाहिँ म 2 चम्चा जति चिनीलाई राख्छु। कतिको गुलियो खानुहुन्छ, हजुरहरूको आँप कतिको गुलियो छ त्यसमा डिपेन्ड हुन्छ। अनि चिनीलाई राखिसकेपछि यसमा म आधा ग्लास जति दुधलाई पनि राख्दैछु। अनि यसलाई चाहिँ मजाले ब्लेन्ड गरिदिनु होला। मैले चाहिँ एक थोक राख्नै बिर्सेछु क्या साथीहरू, यो चाहिँ टोटल्ली अप्सनल हो। ब्लेन्ड गर्दै जाँदा याद भयो। हल्का टेस्टको लागि चाहिँ म यसमा सुकमेलको पाउडर राख्दैछु। यसले चाहिँ एकदमै मिठो स्वाद दिन्छ है। हजुरहरूलाई मनपर्छ भने राख्नु होला, नराख्दा पनि हुन्छ। अनि यो स्टेजमा चाहिँ हजुरहरूले चाहिँ यसलाई ब्लेन्ड गर्दाखेरि ड्राई फ्रुट्स मनपर्छ भने के ड्राई फ्रुट्स छ जे त्यही राख्न सक्नुहुन्छ।
म चाहिँ आज केही पनि नराखे एकदम सिम्पल तरिकामा बनाउँदैछु अनि यतापट्टि मेरो हस्बेन्ड पनि आउनुभयो क्या गफ गर्दैछु उहाँसँग म चाहिँ गफ गर्दै म बनाउँदैछु अनि मजाले ब्लेन्ड गरिसकेपछि चाहिँ हेर्नुहोस् यस्तो भएको छ हाम्रो मिक्सचर चाहिँ मजाले ब्लेन्ड हुने गरी हजुरहरूले चाहिँ पल्पहरू बाँकी नहुने गरी ब्लेन्ड गर्नु होला अनि म चाहिँ यसलाई ग्लासमा राख्दैछु मेरो हस्बेन्डको लागि र मेरो लागि चाहिँ काजु किसमिस मखाना अनि पिस्ता जे ड्राई फ्रुट छ हजुरहरूले राखेर ब्लेन्ड गर्न सक्नुहुन्छ तर म चाहिँ आज एकदम आफबाट मात्रै बनाउँदैछु क्या सुरुमा मैले दुईटा मात्रै ग्लास रेडी गरेको थिएँ अनि मेरो नानी चाहिँ सुतिरहेको थियो ऊ पनि उठेछ अनि उसको लागि पनि मैले अर्को ग्लास रेडी गरेँ अनि यसमाथिबाट चाहिँ अघि बजाएको अलिकति पल्पलाई चाहिँ म गार्निसको लागि यसमा राख्दैछु यो अलिअलि पल्प खान पनि मजा आउँछ नि त मुखमा आयो भने अनि यसरी नै सबै ग्लासमा चाहिँ पल्पलाई राखिसके पछाडि माथिबाट चाहिँ म थोरै पिस्ताले चाहिँ गार्निस गर्दैछु एज यु विश हजुरहरूले यतिकै खानु भए पनि हुन्छ है अनि यति भइसकेपछि चाहिँ मेरो सेक चाहिँ बनेर तयार भयो अनि मेरो हस्बेन्ड पनि आएर बसिसक्नु भएको छ नानी पनि उठेर बसिसकेको छ अनि म चाहिँ सबैजनालाई सर्भ गर्दैछु क्या कस्तो रहेछ फिडब्याक त लिनु पर्यो नि त अनि ऊ चाहिँ कुन खाम भनेर हेर्छ क्या सुरुमा कुन धेरै छ भनेर केटाकेटीको जात त हो है अनि मैले मेरो हस्बेन्डलाई पनि दिएँ उहाँ पनि अफिसबाट एकदम थाकेर आउनु भएको थियो एकदम गर्मीमा आउनु भएको थियो उहाँले पनि खाँदै हुनुहुन्छ अनि म चाहिँ सोध्दैछु क्या कस्तो बन्यो भनेर सबैलाई मिठो लाग्यो अरे हजुरहरू पनि बनाएर एकचोटि अवश्य ट्राई गर्नु होला यति मिठो हुन्छ यति रिफ्रेसिङ हुन्छ यति एमेजिङ हुन्छ फेरि यस्तै भिडियो लिएर आउने नै छु त्यतिन्जेलसम्मलाई बाई